के जडीबुटी हो यो थाहा छ भने भन्नु होला। मैले चाहिँ यो खाने हो। अच्छा 600 रुपियाँ गर्नुहोस् है त। गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा होइन। आज चाहिँ हाम्रो बारी जोत्ने कार्यक्रम छ होइन, अनि हामी चाहिँ बारीतिर जाँदैछौँ। अब घरबाट भर्खर निस्केको खाजासाजा खाएर होइन। अब जवानहरू यता छन्, म यता छु है। अब टक्क जाँदैछौँ बारीमा होइन। अहिले त के छ र, अब सिधै बारीमा गएपछि भेट्दा ठिक होला होइन। ल बारीमा गएपछि भेटौँला है त। ल हिजो पानी परेपछि गाउँघरको अवस्था यस्तो छ है, यस्तो देखिया छ। हल्का हल्का घाम लाग्यो, हिजो पानी परेको थियो, त्यही भएर कस्तो छ टाइम। यस्तै छ गाउँघरतिर होइन। अब लगभग मान्छेहरूले आलु पनि खनिसके। अब हाम्रो यता बाँकी छ, यता तलतिर खनिसकेछन् है। बाटोहरू यस्तो छ आज सफा। अब त डढेलो नि जान्न होला पानी पऱ्यो नि त आज होइन कि हिजो है त। यस्तो छ है त गाउँघरको अवस्था आजको लागि, हेर्न सक्नुहुनेछ यस्तो छ। साथीहरू यो बारी जोत्ने प्लान थियो, तर प्लान सक्सेस भएन। किन भन्दा आज चाहिँ नाच्ले रहेछ। हाम्रोतिर नाच्ले भनेको के हो भने, यदि बिउ बिजन छर्ने बेलामा असिना पर्यो भने त्यसको भोलिपल्ट काम गर्दैनन्, त्यो काम गर्दैनन् है त। त्यही भएर आज नाच्ले। अनि अर्को कुरो, म बारीसम्म त आइपुगेको थिएँ। गोरु चाहिँ बाबा लिएर फर्किसक्नु भयो। यो बारीहरू मैले जोत्ने भनेको आज जोतिएन, अब भोलि जोत्ने कुरो हुन्छ है त। यस्तो छ है अवस्था, यस्तो घाम लाग्यो। यो चाहिँ मजाले पानी पऱ्यो, आज चाहिँ घाम लगाएर। ल यता चाहिँ पुसै एक्सर्साइज गर्न आउनु भयो रहेछ बाटा होइन। म चाहिँ जोत्नुभन्दा आइसकेको थिएँ, तर अब फर्किनु पऱ्यो होइन। ठिक छ, केही छैन, अब फर्किने। फर्केर अब टक्क लगाएर घर जाने, त्यसपछि के हुन्छ अगाडि हेर्दै जानु है त। फर्किँदै घर के छ र, अब के गर्ने। घर फर्क्यो, मोबाइलै चलाएर भयो त होला, अरू के काम छ र होइन। अब घाँस काट्न जानु, यस्तो शीत छ, शीतको घाँस खान्न। गोरु त्यहाँ पुगेछ, म यता। अब हेरौँ अगाडि के हुन्छ है त। गोरुहरू चाहिँ बारीमा पुऱ्याएर नि घर ल्याएर राखियो होइन। अब यस्तो छ, अब हेरौँ है त अगाडि के हुन्छ। ल साथी हो, अब आजको दिन यस्तै भइहालेको रे। जोत्न भनेर लगेको जोत्न नहुँदो रहेछ, फर्केर आइयो। यस्तै छ, गोरु चराउन आएको होइन। म यहाँ छु, गोरुहरू त सायद देखिएछ होला। यस्तै छ गाउँघरतिर। आज नाचले भइहाल्यो, भोलि जोत्नुपर्छ। भोलि सायद भिडियो भन्छ होला, हेर्दै जाऊँ है। भन्छ कि भन्दैन कन्फर्म चाहिँ छैन, तर लाग्छ भन्छ होला है त। तर कुरो के भयो भनेदेखि, के भयो साँच्चै कुरो भन्दा, अब भिडियो बनाएमा मात्रै भन्छ, कसैले लाइक कमेन्टै गर्दैनन्। त्यही पनि यसो गाउँघरतिरको भिडियोहरू बनाउन मन लाग्छ। कसैले नहेरे पनि भोलि पछि सम्झना हुन्छ नि त। त्यही भएर भिडियो सिडियो बनाउँदैछु है त म। यस्तै छ, के गर्ने, गाह्रो छ गाउँघरतिर, जसो तसो चल्न पर्छ। यहाँ छ खालि चरेकै छैन, अर्को उता मस्त चरिरहेछ है। के होला यिनीहरूको पारा
कुरु चरे त भइहाल्थ्यो नि होइन के गर्ने ठिकै छ अब यिनीहरूको जिन्दगी यिनीहरू चर्दैन भने के गर्न सक्यो त होइन साथीहरू ठिक छ अब भइहाल्छ यस्तो उता चरक जिन्दगीमा गोरु चाहिँ चराउन आइयो तर गोरु चरेर त गाह्रो भयो कि भन्ने हामीलाई लागिरहेछ है त ल यसपालि चाहिँ आलु मस्त खाइएला जस्तो छ होइन आलु मस्त फुल्यो होइन देख्न सक्नुहुन्छ टक्क आरु फुल्यो ओके छ त खानुपर्छ है त ल साथीहरू बनमारा नि यस्तो कल्ल पलाएको छ कि होइन के गर्ने ज्यानै खायो बनमाराले होइन उल्टो भयो के अरे बनै खायो बनमाराले ए होइन के थियो बनै खायो बनमाराले यो दिल खायो त्यो मायाले समथिङ यस्तै के थियो होइन देख्न सक्नुहुन्छ यस्तो छ यो अवस्था अच्छा सबैलाई चुनाव लागिरहेछ अनि हामीलाई चाहिँ गोठालो है चुनाव त अब 10 दिन पछि छ यो भिडियो आउने बेलासम्म सायद 8 दिन मात्रै बाँकी हुन्छ होला चुनाव होइन यस्तै छ के गर्ने चुनाव लागे पनि हामीलाई चाहिँ लागेको छैन है त चुनाव पनि आउँछ जान्छ है तर जिन्दगी चाहिँ निरन्तर चलिरहेको छ कि चुनाव त एकचोटि मात्रै आउँछ नि त होइन र सो भोट हाल्दा विचार पुऱ्याएर भोट हाल्नु होला यसपालि भन्न चाहेँ है त मैले यसपालि चाहिँ औषली पनि मस्तै खाने भयो कि देख्न सक्नुहुन्छ मस्त फुल्यो औषली पनि मौरीहरू आएर मजाले रस लिएर गएको छन् कसो कसको मौरीको घारको मौरी हो यो मस्त मह पनि खाने भए अनि हामीले चाहिँ औषली खाने भयो होइन देख्न सक्नुहुनेछ यस्तो छ है अवस्था है टक औषली फुलेछ घरै नजिक यसपालि चाहिँ औषली खान धेरै टाढा जानु नपर्ने भयो ऐसेलु खाना धेरै जान टाढा परेन यसपालि टक्क यहीँ नजिकै औसेलीको झ्याङ होइन मस्त फुल्यो है ऐसेलु देख्न सक्नुहुनेछ टक्क लाएर ऐसेलु खाने यसपालि मजाले है त गाइज हिजो चाहिँ मजाले असिना पानी परेको थियो बेलुका पख तर अहिले चाहिँ यस्तो मस्त घाम लाग्यो क्या होइन निलो आकाश देखिने गरी घाम लाग्यो हाम्रो जवानहरू यता छन् अनि गाउँघर चाहिँ यस्तो देखाएको छ ड्याङ्ग बाँसको झ्याङ भइहाल्यो के भन्छ हौ तपाईँहरूले बाँसको झ्याङ भन्नुहुन्छ कि बाँस घारी भन्नुहुन्छ बाँस घारी होला होइन ठिकै छ अब के हेर्नु त बाँस घारी हेर्नुहोस् गोरु हेर्नुहोस् अनि जिटी सोल्टालाई हेर्नुहोस् यस्तै छ अब एक दिन चाहिँ घुम्न जानुपर्छ कति गोठालो भ्लग मात्रै हाल्ने होइन कहिले काहीँ घुमेको भ्लग नै हाल्नु पऱ्यो फेरि साथीहरू भन्नु होला कति यो गोठालो मात्रै रहेछ क्या यो घुम्नै नजाँदो रहेछ क्या भन्नु होला होइन घुम्न पनि जान्छु म एक दिन त्यो पनि भिडियो बन्नेवाला छ है त अब यस्तै छ गाउँघरतिर के गर्नु त होइन गाउँघरतिर जे काम छ त्यही गर्ने त हो नि होइन यति बेला चाहिँ बारी जोत्ने सिजन हो अनि अब आज जोत्ने काम नभएपछि गोरुलाई सधैँ बाँधेर राख्नु भएन त्यही भएर गोरु चराउन आएको छु म चाहिँ होइन कुरो त्यही हो है त ल यति बेला चाहिँ मेरो हातमा यो जडीबुटी परेको छ होइन के जडीबुटी हो यो थाहा छ भने भन्नु होला मैले चाहिँ यो खानेवाला छु होइन तर दुईचोटि गरेर एकचोटिमा तिनवटा गरेर मैले एकैचोटि यो खाएँ भने चाहिँ यसले मलाई खतम गर्छ होइन खान मलाई गाह्रो हुन्छ त्यही भएर म दुईचोटि गरेर खानेवाला छु है त तर 7वटा रहेछ है एकचोटि 3टा एकचोटि 4वटा गरेर खानुपर्ने मतलब हात चाहिँ पुरै फुट्यो होइन इग्नोर द हात
यो चाहिँ खानेवाला छु है त मैले। अब चाहिँ मैले खानेवाला छु है। मैं खाएँ होइन। कडा छ है कडा। एकचोटि खाइसक्यो, अब सेकेन्डचोटि खानेवाला छ। मुखभरि पानी आइरह। मजा छ त्यो है। ल उता लगेको घाम भयो अरे ल, त्यही भएर शीतलमा खाना आएन होइन। के थाहा छैन मलाई, खाना चाहिँ खाइरहेको है। ल टिपेकै छ के अरे होइन, यस्तै छ अब के गर्ने। म चाहिँ यता छु होइन। अब टक्क जानुपर्छ है त, एकछिनमा जानुपर्छ घरतिर। 1:30 हुन लाग्यो, 2 बजीतिर जाने हो है त। मैले चाहिँ गोरु घर लिएर आइसकेँ, म घर आइसकेँ। घर आएको अब छोरो भुलाउने ड्युटी हुँदैछ। यस्तो छ छोरोको पारा होइन, गाडी खेल्ने छोरो बोलाउने है त। यस्तो छ है त अवस्था गाइज, यस्तै छ है हाम्रो गाउँघरतिर। के गर्ने, यसरी खेलाइ हुँदैछ है। बनाएको के गरेको? यिनीहरू पनि आइपुग्नु लाग्यो फेरि। यी दुइटा यता छन्, यो यता। यस्तै छ है त। के गरेको नि? के उ गरेको हो तिमीले? सम्यक छोरा त्यहाँ खेल्दैछ, यो यताबाट त्यहाँ पुग्नु लाग्छ। यो चाहिँ यहाँ बसिरहेछ है। यिनीहरूको भेट होला कि नहोला त। ल हेर्नुहोस् सिन, एउटै यता, अर्को भैँसी माथि गएर बस्यो। यिनीहरूको माउ त है। यस्तो छ यो अवस्था यताको है। हाम्रो गाउँघरको अब यस्तो छ अहिलेको अवस्था। म चाहिँ छोरो घुमाउन हिँडेको है। छोरो अगाडि हिँड्दैछ है। पानी नचला भाइ, फेरि नुहाइ नै गरिदिन्छ फेरि। ल हिँड, आऊ भाउ छोरा। टक्क एकछिन छोरालाई भुलाउँदै है। यस्तो छ है अवस्था गाउँघरको। ल साथीहरू, आजको दिन यसरी नै बित्यो। अब भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट गर्न नबिर्सनु होला है। मेरो पछाडि त मेरो गाउँले सक्नुहुन्छ है। ल यति भन्दै आजको ब्लग यहाँ एन्ड गर्छु। अब फेरि अर्को ब्लगमा भेटौँला है त। तबसम्मको लागि सबैजनालाई बाई बाई। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि आफ्नो भोटको सही सदुपयोग गर्नुहोस् है त।